हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो र आज म हजुरहरूलाई चितवनको सौराहामा लिएर जाँदैछु। कुन ठाउँ भने गेस गर्नुहोस् त। हामी सबैभन्दा सुरुमा हात्ती प्रजनन केन्द्र हेर्न जाँदैछौँ र मैले हजुरहरूलाई गरेको बाचा चाहिँ आज म पुरा गर्दैछु। आजको यो भिडियो चाहिँ हाम्रो टुरको अन्तिम भिडियो बन्नेछ, किनभने यही भिडियोमा मैले चाहिँ हाम्रो टुरको चौथो र पाँचौँ दिन एकैसाथ समेटेर लिएर आएको छु। अब जसले अघिल्ला भ्लगहरू हेर्दै हुनुहुन्छ भने यो भिडियोमा पनि हामी केही नौला ठाउँहरू घुम्नेछौँ र केही नयाँ कुराहरू देख्नेछौँ। जस्तै कि हामीले एकसिङे गैंडा यति नजिकबाट देख्यौँ। यससँगै एउटा प्रश्न तपाईँको लागि, नेपालको कुन जिल्लामा सबैभन्दा धेरै एकसिङे गैंडाहरू पाइन्छन्? कमेन्टमा लेख्नु होला है। यति हेरिसकिसकेपछि हामी चाहिँ हात्ती हेर्नलाई अगाडि बढ्यौँ र अलिकति पर पुग्दा एउटा हात्तीलाई मैले यति मजाले क्याप्चर गरेँ उसलाई होइन। जिन्दगीमा पहिलोचोटि हात्तीलाई पनि यति नजिकबाट म हेर्दै थिएँ होइन। अनि लाग्दै थियो हात्तीका अरू अरू एक्टिभिटीहरू पनि क्याप्चर गरौँ जस्तो, तर त्योभन्दा केही पनि गरिरहेको थिएन होइन। र अब मुटुमा ढुङ्गा राखेर अरूतिर पनि घुम्नु पर्ने थियो र म अर्को हात्तीतर्फ गएँ र उसले अर्कै एक्टिभिटी गर्दै थियो र म के देख्न सक्छु भने यहाँ उसले घाँस खान खोजिरहेको छ र खाइरहेको थिएन। मलाई त्यो मोमेन्ट क्याप्चर गर्नु थियो। कतिखेर खान्छ र जानु भनेर पर्खिराखेँ, बल्ल 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 खायो। मलाई यो मोमेन्ट एकदमै प्यारो लागिरहेको थियो र दिमागले के सोच्न थाल्यो भने अब हेर्दा त उसको एक्टिभिटी हेर्दा त यति प्यारो यति माया लाग्दो तरिकाले खाइरहेको छ, उनीहरूले मान्छेको घर खेत चाहिँ कसरी विनाश गर्न सक्छ होला त, हेर्दा त कति सोझा छन् त जस्तो लागेको थियो क्या। अनि तर के गर्नु, सबैको स्वभाव एक किसिमको हुँदैन। त्यसकारण अब सबै कुरा सोच्न छोडिदिउँ। म चाहिँ हात्तीहरू कसरी बस्छन् के गर्छन् भनेर उनीहरूको क्रियाकलापहरू यसो अवलोकन गर्दै थिएँ। उताबाट त विद्यार्थी अर्कोतिरबाट घुमिसकेर फर्किँदै थिए। अनफर्चुनेटली यो ठाउँमा पनि म एक्लै भएँ, म ढिलै भएँ होइन। अरूको नजरमा त्यस्तो भए पनि मैले हजुरहरूको लागि डिटेलमा भिडियो बनाएँ। अनि हात्तीको यस्तो राम्रो राम्रो क्युट मोमेन्ट हामीले देख्न सक्ने थिएनौँ भनेपछि उपलब्धि पनि छ। अनि म एक्लै घुम्न रुचाउने खालको मान्छे हो कि, मलाई घुम्न साथी चाहिँदैन। आखिर मरेर जाँदा एक्लै जाने हो भन्ने कुरा मैले बुझिसकेको छु। र अब अर्को हात्ती हेर्न जाँदा चाहिँ मेन म एकदम सेन्टी भएँ, किनकि अरू हात्ती हेर्दा चाहिँ एकदम मजा मानिरहेको थियो। त्यो मजालाई म धिक्कार्दै थिएँ क्या। त्यो हात्ती हेर्दा स्वतन्त्रताको यति धेरै भएको थियो कि हेर्ने बित्तिकै खोलिदिउँ जस्तो लागिरहेको थियो मलाई। होइन, यो हात्तीलाई खोल्दिन मन छ साथीहरू होइन, खोल्दै भने के हुन्छ, त्यहीँ निदाइसक्यो। ओइ कति धेरै माया लाग्दो तरिकाले उसले मतिर हेरिरहेको थियो, किनभने मैले पनि उतिर हेरिरहेको थिएँ। मलाई चाहिँ मेरो मन चाहिँ एकदम धेरै पग्लियो क्या, फुत्त गएर फुकाइदिइहालौँ जस्तो। त्यो हात्तीले चाहिँ आँसु बगाइरहेको थियो क्या। अनि उसको आँखातिर हेर्दा चाहिँ त्यो हात्तीले मलाई धेरै कुराहरू भन्न खोजे जस्तो महसुस गरेँ मैले। सुरुमा त मैले उसको चाहना पढेँ र थाहा भयो कि उसले के भनिरहेको छ भनेर। बरु पानी परोस् छाना नहोस्, उसले त्यो तबेला होइन, त्यसको ठाउँमा उसले खुल्ला जङ्गल नै खोजिरहेको थियो। मेरो पनि फर्कदा एकदमै भारी मन भएको थियो क्या। त्यो हाँस्दै मन खुसी भएर उनीहरूतिर मजाले हेर्न सकेको थिइनँ। मेरो मनमा छुट्टै खालको बाध्यता थियो क्या। काश मैले उनीहरूलाई खोलिदिन सक्थेँ, जङ्गलतिर उनीहरूलाई पठाइदिन सक्थेँ भन्ने खालको विचार आइरहेको थियो मनबाट। अब मैले चाहिँ प्रजनन केन्द्रमा हात्तीलाई बाँधेर राख्नै हुँदैन, अब कुनै पनि राष्ट्रिय निकुञ्जमा हात्ती राख्न हुँदैन यसरी, वा हुन्छ यो कारण हुन्छ, यो गर्न हुन्छ, यो गर्न हुँदैन, त्यो तरिकाले भनेको होइन। किनकि म त्यति धेरै विज्ञ भइसकेको छैन, मात्र मैले एउटा हात्तीको फिलिङ्सलाई हेरेर त्यही कुरालाई भन्न खोजेको होइन। किनकि हामी त अघिसम्म त हाँसी खुसी हेर्दै थियौँ, हात्तीले घाँस खाइरहेको थियो, आहा कति क्युट लागिरहेको थियो, अनि एकदम सुँडो चलाइरहेको थियो खेले जस्तो होइन, त्यो पनि कति क्युट लागिरहेको थियो। तर जब हात्ती रोइरहेको देखेँ होइन, हात्तीहरूको अनुहार एकदम निराश देखेँ, हामीलाई हेर्दा नै उनीहरू अपसेट भयो क्या। अनि मलाई फिल भयो कि उनीहरूलाई दिनहुँ यसरी बाँधिएर बाँचिरहँदा कति साह्रो गाह्रो भइरहेको रहेछ भनेर। अब यो मोमेन्टमा आइपुग्दा चाहिँ मलाई भिडियो बनाउन पनि कति अप्ठ्यारो लागिरहेको थियो। कोदेखि त हात्तीदेखि उनीहरू जब मतिर हेर्थेँ, म उनीहरूतिर हेर्थेँ, मलाई लाज लाग्थ्यो क्या। किनकि उनीहरू यति बाध्य भएर मजबुर भएर बसेका छन्। अब कोही उनीहरूको अगाडि भिडियो बनाउँदै उनीहरूतिर हेरिदिन्छ भने त उनीहरूले अभियसली यिनीहरू मेरो यो हालतमा रमाएका छन् जस्तो लाग्छ नि त। तर मैले कति धेरै नराम्रो सोचिरहेको छु उनीहरूको यो अवस्था देखेर, जस्तो स्वतन्त्र होस् भन्ने चाहेको छु भने उनीहरूले थाहा छैन। त्यसैले जति पनि मान्छे आउँछन् भिडियो बनाएर जान्छन्, अभियसली उनीहरूलाई नराम्रै लाग्छ होइन। तर के गर्नु, मन भारी बनाएर यस्तै कुराहरू मनमा खेलाएर यही ठाउँमा रहेको अर्को म्युजियमतर्फ हामी अगाडि बढ्यौँ। र म्युजियममा जाँदा चाहिँ विभिन्न किसिमका जङ्गली जनावर, त्यो पनि कस्तो त, चितवन राष्ट्रिय निकुञ्जभित्र पाइने सम्भव भएसम्म सबै किसिमका जङ्गली जनावरहरूलाई चाहिँ
सुरक्षित रूपमा राखिएको रहेछ र जङ्गली जनावरहरूको शरीरको हाड हड्डीहरू पनि राखिएको रहेछ होइन। हेर्दै जाँदाखेरि के गोहीहरू पनि देख्न सकियो होइन। अनि त्यस्तै चितुवा नै होला है, भित्तामा टाँसिरहेका छन् कोही रुखमा झुन्निरहेको अवस्थामा पनि देख्न सकिन्छ भने बाघलाई पनि यसरी देख्न सकिन्छ, उभिरहनु भएको छ बाघ साहेब। र बाघको दर्शन गरिसकेपछि हामी यो ठाउँलाई टाटा बाई बाई गरेर यही ठाउँ सौराहाभित्रै रहेको एउटा यो ठाउँमा गयौँ होइन। ठ्याक्क नाम त आएन तर सौराहा लेखेको एउटा राम्रो ठाउँ, हे भगवान् भन्ने आएन। अब त्यहाँ गयौँ, अब सौरै हो, अब के भन्नु होइन ठाउँ, किनकि अघि नै भनिसक्यो हामी त सौराहामै छौँ। मेरो लागि चाहिँ यो सबै कुराहरू एकदमै नयाँ नयाँ नौलो नौलो थिए अनि मन चाहिँ एकदमै खुसी भइरहेको थियो क्या। आहा, अब यो पालिको मैले शैक्षिक भ्रमण चाहिँ साँच्चै नै छुटाउनु हुँदैन थियो। भगवान्ले राम्रै समयमा मेरो बुद्धिको विकास गरिदिनु भएछ जस्तो लाग्यो क्या। एकसिङे गैँडाको बारेमा चाहिँ मैले धेरै किताबमा पढेको थिएँ भने आज यसरी म जुम गरी देखाउँदैछु होइन। यो सपना होइन, यो विपनै हो मेरो लागि। अनि गोही पनि देख्न सक्यौँ। अब मलाई सबैभन्दा डर लाग्ने चाहिँ त्यही हो, त्यसलाई नदेख्दा पनि खुसी नै हुन्थ्यो होला म, किनकि मलाई डर लाग्छ। त्यसैले अन्तिममा एउटा फोटो सबैजनाले खिचेर यो ठाउँलाई टाटा बाई बाई गरेर हामी नयाँ डेस्टिनेसनतर्फ अगाडि बढ्यौँ। र अहिले हामी कहाँ आइसकेका छौँ भने मौरी पालन विकास केन्द्र। र यहाँ चाहिँ नयाँ कुरा प्रयोगमा ल्याउन खोजिएको रहेछ होइन। एउटा मौरी घर बनाइएको छ जहाँ चाहिँ हामी चाहिँ सुत्नको लागि जान सक्छौँ। सुन्दा अचम्म लाग्छ है, तर त्यहाँ त्यसै गरिएको रहेछ जहाँ चाहिँ एउटा यस्तो बेड बनाइएको छ जहाँ चाहिँ मौरी पनि बस्ने गर्छन् र हामी मानिस पनि गएर सुत्न सक्छौँ। बेड मुनि चाहिँ मौरी बस्ने घारहरू राखिएको रहेछ। बेडमाथि चाहिँ आउन नसक्ने किसिमले सानो सानो फ्रेमहरू राखिएको छ जहाँ सुत्दा चाहिँ मौरीले टोक्ने सम्भावना रहँदैन। र हामीले कता कता त पक्कै पनि पढेकै होला, मौरीको जुन आवाजले हाम्रो मानव स्वास्थ्यको लागि चाहिँ एक किसिमको थेरापीको रूपमा काम गर्ने गर्छ। त्यसकारण यहाँ त्यही कुराको अनुसन्धान र प्रयोग गर्न खोजिएको देखियो। हामी धेरै नै भाग्यमानी रहेछौँ होइन। नेपालमा सबैभन्दा सुरुमा यस्तो खालको क्रियाकलापको प्रयोग चाहिँ यही ठाउँबाट गर्न खोजिएको भन्ने कुरा हामीले त्यहाँ पुगेर थाहा पायौँ। यति हेरेर हामी रेशम खेती गरिएको ठाउँतिर गयौँ र त्यहाँ पुगेर केही कुराहरू अवलोकन गऱ्यौँ र धेरै कुराहरू चाहिँ एकजना म्यामबाट रेशम खेतीको बारेमा चाहिँ बुझ्ने मौका पायौँ। हजुर, रेशम किरा मोल्टिङमा गइसकेको छ है, हेरौँ यसरी पात काटिएर चाहिँ राखिदो रहेछ। ए सानोहरू मोल्टिङमा गएको छन्। रेशम किराको सबैभन्दा धेरै संवेदनशील अवस्था चाहिँ मोल्टिङ रहेछ होइन। बाहिरको हावा पनि माटो धुलोबाट विभिन्न किसिमका रोगहरू भित्र भित्रिन सक्ने जोखिम भएका कारणले चाहिँ हामी सबैलाई भित्र छिर्न दिनु भएन होइन। चप्पल जुत्ता फुकालेर चकहरूमा भुइँमा चुनहरू छड्किनु भएको थियो, त्यहाँ टेकेर चाहिँ भित्र गएर यो अवस्था हेर्न पाएको थिएँ। र यति भिडियो बनाएर बाहिर आएर मैले विद्यार्थीहरूलाई चाहिँ भित्र रेशम किराको अवस्थाको बारेमा जानकारी गराएको थिएँ। भनेपछि के बुझ्न सकिन्छ भने हामीले रेशम किराको यो अवस्थामा जति धेरै हेरचाह गर्यौँ त्यति नै राम्रो स्तरको भविष्यमा रेशम उत्पादन गर्न सकिने रहेछ। पढाइ लेखाइका केही कुरा आए तपाईँहरूलाई त अल्छी लाग्यो होला होइन, तर अल्छी नमान्नुहोस्, म तपाईँहरूलाई हावा खुवाउनको लागि हेटौडाको पार्कसम्म लिएर जान्छु।
फाइनली हामी हेटौडामा रहेको शहीद स्मारक पार्क आइसकेका छौँ भने यो पार्कलाई चाहिँ यस्तो तरिकाले देख्न सकिन्छ। यति सुन्दर यति प्यारो जताततै बगैँचा अनि नयाँ नयाँ कुराहरू देख्न सकिन्थ्यो र यो ठाउँमा चाहिँ हामी सबैले आफ्नो आफ्नो तरिकाले इन्जोय गरिरहेका थियौँ। विद्यार्थी सरमिस हामी सबै एक एकतिर थियौँ किनकि यो ठाउँमा धेरै प्लेसहरू थिए जहाँ चाहिँ जान सकिन्थ्यो। अब यति राम्रो ठाउँमा आएर एउटा भिडियो नबनाइ जाने कुरा भएन। त्यसकारण चाहिँ हाम्रो रक्षा मिसलाई रिक्वेस्ट गरेर यो भिडियो बनाउन लाएँ। एउटा सम्झना स्वरूप टकटक हिँडेर यसो फुलहरूलाई सुमसुमाएर होइन, किनकि यहाँभन्दा केही गर्न आउँदैन होइन, अन्धस्फोट त के गर्ने हो र। मलाई केही गर्न आएन नआने यति राम्रो हिँडेको भिडियो बनाइदिनु भएकोमा फेरि पनि थ्याङ्क यू सो मच मिस भन्न चाहन्छु होइन। अनि मलाई यो ठाउँमा मन परेको चाहिँ हाम्री लाली हो। फेरि लालीको बिर्सिनु होला, लाली हाम्रो प्यारी गाई हो या बिर्सिनु भएन हो। अब हामी मिलेर एउटा बिर्सनै नसक्ने क्षण क्रिएट गर्दैछौँ होइन, सँगै नाचेर ट्रेनिङ गरेर। हेर्नुहोस् है त कस्तो नाच्छौँ। के भन्छ मेरो मनले मलाई नै थाहा छैन है। जस हामीले जस्तो सोचेको थियौँ त्योभन्दा कति राम्रो भिडियो बनाएर फर्किँदैछौँ र हामीले चाहिँ पोखरामै आउँदा सेम ड्रेस किनेर चाहिँ हेटौडामा लगाएर एउटा राम्रो भिडियो बनाउनु पर्छ भनेर रातभरि जति गल्दा पनि प्र्याक्टिस गरेका थियौँ क्या। अब चाहिँ हेटौडालाई बिदाई गर्ने बेला भइसकेको छ भने हामी सबैले यो गेट तल चाहिँ एउटा सामूहिक फोटो लियौँ र यति सकेर चाहिँ हामी बास बस्नको लागि निस्क्यौँ किनकि भोलिपल्ट हामी जनकपुर धाम जानु थियो र हाम्रो टुरको डे 4 चाहिँ एन्ड गर्दै हाम्रो डे 5 चाहिँ जनकपुर धामतर्फको यात्राबाट सुरु हुन्छ र अहिले हामी चाहिँ जनकपुर धाम 7:30 बजे पुग्नको लागि चाहिँ बिहानै 5 बजे उठेर हामी गाडी चढिसकेका छौँ। फाइनली हामी जनकपुर धाम आइसकेका छौँ र यो यात्रा हामीले कति छिटो पुरा गऱ्यौँ हामीले पत्तै पाएनौँ होइन। हाम्रो सर चाहिँ पूजा गर्नको लागि पूजा सामग्री लिन जानुभएको छ। यसपछि हामी पूजा गर्नेछौँ र मन्दिर घुम्नेछौँ र हामीले पूजा सकिसकेका छौँ भने म चाहिँ बाहिर मन्दिरको भाग हजुरहरूलाई देखाउँदैछु। मन्दिर देखाउँदै गर्दा मलाई भित्रैबाट कस्तो भाइब आइरहेको थियो भने म चाहिँ पहिला राजा रानी भएको समयमै फर्किएँ कि जस्तो क्या। कतैबाट कस्तो अनौठो खालको भाव मैले महसुस गरिरहेको थिएँ र हामीले जुन कुरा किताबमा पढिन्छ त्यही ठाउँमा आउन पाउँदा चाहिँ एकदम धेरै खुसी लाग्छ होइन। र जनकपुर धाममा आएर यसरी भिडियो बनाउँदै गर्दा चाहिँ आफैलाई भित्रैबाट प्राउड फिल भइरहेको थियो क्या। के सम्झेर हो भने नि, अब पहिलो नम्बरमा त यही हो कि सीताको जन्मभूमि नेपाल, त्यही माथि यही स्थल, त्यो सम्झेर पनि हो। र अर्को चाहिँ हामीले सानैदेखि हिन्दीमा भगवान राम सीताको विवाह कसरी हुन्छ, कसरी धनुष उठाउन उहाँले मात्रै सक्नुभएको थियो, कसरी वनवास जानुभयो, रावणले कसरी हरण गर्यो आदि इत्यादि कुराहरू सबै एउटा काल्पनिक घटना होला भनेर हेरेको थियौँ नि त होइन। हेर्ने बेलामा चाहिँ मैले त्यसरी नै हेरेको थिएँ र यो ठाउँमा आएर सबैजनाको मुखबाट होइन जुन जुन कहानीहरू सुन्न पाएँ, जुन भक्तिभाव मैले देखेँ होइन, त्यो सबै हेर्दा चाहिँ मैले जुन पात्रहरूलाई काल्पनिक ठानेको थिएँ, जुन घटनाहरूलाई मात्र एउटा कसैको दिमागको रचना सोचेको थिएँ, त्यो सबै कुरा चाहिँ रियल हो होइन। अनि त्यो कहानीको सुरुवातहरू कतैबाट नभएर यही ठाउँबाट हाम्रो नेपालबाट भएको हो भन्ने चाहिँ मैले छर्लङ्ग भएको थिएँ होइन। जब त्यो महसुस गरेँ नि मलाई त्यो ठाउँ हेर्दा एकदम प्राउड लाग्यो क्या। अनि त्यो मोमेन्टलाई मैले सम्झेँ, ऊ बेलाको भगवानहरू हुँदाको समयमा कस्तो हुन्थ्यो होला जस्तो लाग्यो क्या। अनि यो मनले सम्झिन थाल्यो भगवान राम र सीताको विवाह हुँदै गर्दा म पनि त्यहाँ अगाडि भएको भए मजा आइहाल्छ त भन्ने खालको फिलिङ्स आइरहेको थियो क्या। र हाम्रो टुरको अन्तिम डेस्टिनेसन चाहिँ जनकपुर धामलाई बनाएर हामी घुमेर फर्किने बेला भइसकेको छ भने फर्किनुभन्दा अगाडि चाहिँ मलाई यो हाम्रो जनकपुर धामको मन्दिरको अगाडिको यो ताल चाहिँ देखाउन मन लाग्यो होइन। हेर्दा एकदम सफा थियो। पहिला आशिका दिदी आएर यहाँ सफा गर्न लानु भएको हो कि जस्तो मलाई लाग्दैछ। अनि हिजो जस्तो लाग्छ क्या टुर जानलाई मैले 100 चोटि जति सोचेको जाम कि नजाम भएर, किनकि मलाई अब यसरी नै भिडियोहरू बनाउन मन लाग्छ अनि त्यहाँ गएर अरूलाई मेरो यो व्यवहार अपच्य हुन्छ कि जस्तो लाग्दै
थियो होइन। तर मलाई जति डर लाग्दै थियो अगाडि त्यहाँ टुरमा चाहिँ त्यति धेरै डर लागेन, किनभने मैले कसले के सोच्छ भनेर धेरै सोचिनँ। मैले प्लानै गरेर गएको थिएँ क्या, म सोच्दिनँ, धेरै सोचेँ भने त केही नगर्दा भइहाल्यो भनेर। सायद सबैलाई मेरो यो बानी चाहिँ थाहा पनि थियो होला। र अब फाइनली हामी फर्किने बेला आएको छ र हाम्रो यो साइनो तेर्थुमको दादाहरूलाई पनि धेरै धेरै धन्यवाद। उहाँहरू जस्तो विनम्र दाईहरू चाहिँ हामीले देखेको थिएनौँ क्या। घरिघरि ढिलो हुँदा पनि पर्खिरहने, नझर्किने, केही भयो भने जस धेरै हदसम्म शान्तिपूर्ण तरिकाले हाम्रो यो टुर सकिनुमा उहाँहरूको पनि धेरै हात छ। र यो 5 दिनको टुरमा हाम्रो विद्यार्थीहरू, हामी टिचरहरूले जति पनि समय बितायो होइन, सबैभन्दा धेरै रमाइलो, आरामदायी र एउटा नयाँ यादहरू कोरिएको पलको रूपमा रहन गयो होइन। हामीले सोचे भन्दा राम्रो मौसम भयो, हरेक कुराले हामीलाई साथ दिइरहेको थियो, भनेकै टाइममा हामी पुगिरहेको थियौँ, बस्न खान पनि एकदमै राम्रो थियो। यो सँगै हाम्रो टुरको अन्तिम दिनको पनि अन्तिम पल चाहिँ नजिकिँदै गइरहेको छ र तपाईँहरूले अहिलेसम्म मेरो भिडियो हेरेर जति पनि साथ दिइरहनु भएको छ, तपाईँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तिममा हाम्रो साङ्गीतिक यात्राको सानो क्लिप हजुरहरूलाई छाड्दै हाम्रो डे 5 को भ्लग इन गर्दै हजुरहरूबाट बिदा लिन चाहन्छु। थ्याङ्क यू फर वाचिङ गाइज, बाई।